नमस्कार सबैजनालाई। कतिपय साथीहरूले टिकटक आइडी मोनेटाइजेसनको बारेमा जिज्ञासा राखेको हुनाले यसको प्रक्रियाहरू के हुन्, कसरी गर्न सकिन्छ भनेर उहाँहरूको जिज्ञासा चाहिँ यसै भिडियो मार्फत मैले मेटाउने कोसिस गर्दैछु। सर्वप्रथम टिकटक आइडी खोल्दा जापानबाट खोलेको भए बेस्ट हुनेछ र टिकटक आइडी खोलिसके पछाडि सो आइडीमा 10K फलोवर्स यानि कि 10,000 फलोवर्स पुर्याउनु पर्ने हुन्छ र 10,000 फलोवर्स पुगिसके पछाडि टिकटक आइडीले फेरि 30 दिनभित्रमा 1 लाख भ्युज कटाउन भनेको हुन्छ र त्यो 30 दिनभित्रमा चाहिँ हामीले जति पनि भिडियोहरू हाल्न सकिन्छ। यति नै भिडियो भन्ने हिसाब किताब हुँदैन। जति भिडियो राखेर भए पनि 30 दिनभित्रमा हामीले 1 लाख भ्युज कटाउनु पर्ने हुन्छ र सो 1 लाख भ्युज कटिसके पछाडि टिकटक आइडीमा नोटिस हुन्छ कि बैंकको इन्फर्मेसनहरू, एकाउन्ट नम्बरहरू सबै डिटेलहरू भर्न लगाएको हुन्छ र आफूले बैंकको एकाउन्ट नम्बरहरू डिटेल्सहरू भर्नुपर्ने हुन्छ र त्यो डिटेल्सहरू भरिसके पछाडि टिकटकले फेरि क्रिएटर रिवार्ड्स प्रोग्राम अन गरिदिएको हुन्छ र सो प्रोग्राम अन्तर्गत हामीले बोलेर भिडियो बनाउनु पर्ने हुन्छ। त्यो पनि 1 मिनेटभन्दा बढीको भिडियो बनाउनु पर्ने हुन्छ र त्यो भिडियो 1 मिनेटभन्दा बढीको भिडियो बोलेर बनाइसके पछाडि बल्ल टिकटक आइडीले चाहिँ मोनेटाइजेसनको सबै प्रक्रिया पुरा भएको नोटिस गर्नेछ र हामीले आफ्नो खातामा चाहिँ पैसा देख्न सक्नेछौँ।